र देख्न सक्नुहुन्छ छाल पनि यति ठुलो छ कि यति ठुलो आइरहेछ। नमस्कार अनि हार्दिक स्वागत छ न्युज पर्वा युट्युब च्यानल हेरेर बस्नुहुने सम्पूर्ण दर्शक महानुभावहरूका लागि। मेरो नाम दीपक थापा र दर्शकबिन यति बेला म केमन आइल्यान्डको जस्ट टाउनमा छु र आज चाहिँ केमन आइल्यान्डको जस्ट टाउनमा हिजो रातिदेखि नै एकदम ठुलो समुद्रिक आँधी अर्थात् समुद्रिक छाल आएको छ। म तपाईलाई यो भिडियो देखाउने छु। भिडियो सबैजनाले अन्तिमसम्म हेरिदिनु होला है। डेन्जर भन्दा डेन्जर ठुलो छाल आइरहेछ। तपाईलाई म यता साइडतिर देखाइदिन सक्छु है त। र यति बेला म चाहिँ जस्ट टाउनमा छु। यो चाहिँ जस्ट टाउनको एरिया हो भने ठ्याक्कै यसको अगाडिपट्टि तपाईलाई म देखाउँछु। देख्न सक्नुहुन्छ यहाँनिर ठुलो ठुलो भन्दा ठुलो छाल आइरहेछ। यति ठुलो आइरहेछ कि र पानीको बाफ देख्न सक्नुहुन्छ यसरी बढिरहेको छ भने त्यतातिर देख्न सक्नुहुन्छ। यो चाहिँ सबै एरिया चाहिँ यहाँनिर कारको सिप आउने एरिया थियो। त्यो सबै एरियामा देख्न सक्नुहुन्छ पुरा डुबान भइसकेको छ भने त्यति एरिया डुबान भइसकेको छ भने यता अगाडितिर पनि धेरै ठाउँमा चाहिँ डुबान भइसकेको छ। तपाईले देख्न सक्नुहुन्छ यता अगाडितिर पनि। र यो चाहिँ मान्छेहरू हेर्नको लागि भिड पनि भइराखेका छन् भने यो चाहिँ अगाडि त्यताको साइडमा पनि एकदम बढी नै भइरहेछ। यो चाहिँ एक हप्ता जति भयो यसरी सानो सानो तरिकाले छाल आइरहेको थियो भने आज चाहिँ एकदम डेन्जर ठुलो नै भएछ। रातिबाट हावा यस्तो चलेको छ, यति चलेको छ टाउको फुट्ला जस्तो भइरहेछ। म यहाँ अगाडि गएर भिडियो बनाउन खोजिरहेको छु तर कति बेला यो छाल आउने हो भन्ने डर लागिरहेको छ। किनकि देख्न सक्नुहुन्छ यो छाल चाहिँ यही माथिसम्म नै आइसकेको। यो एरिया हेर्नु न, यो पुरानो एरिया नै यस्तो भइराखेको छ। देख्न सक्नुहुन्छ बाबे, देख्न सक्नुहुन्छ यो आइसक्यो पानी यही माथि नै। एकदम ठुलो देख्न सक्नुहुन्छ। ओहो, यो चाहिँ एकदम ठुलो भन्दा ठुलो हो। यो टाउनको एरिया हो भने पछाडि म चाहिँ तपाईलाई अझ अगाडि पनि देखाउँछु है त। यो चाहिँ जस्ट अब यो सिपाउनी क्रुज सिपाउनीको एरियातिर हो भने त्यहाँदेखि अझ उतातिर चाहिँ देख्न सक्नुहुन्छ। म तपाईलाई भिडियोमै देखाउँछु है। र देख्न सक्नुहुन्छ छाल पनि यति ठुलो छ कि यति ठुलो आइरहेछ। उतातिर त तपाईलाई अझ म देखाउँछु है त। उतातिर त अझ देख्न सक्नुहुन्छ कति ठुलो आइरहेछ। उता देख्न सक्नुहुन्छ। यहाँ त अझ हो भने अझ उता त एकदम ठुलो छाल छ। एकदम ठुलो भन्दा ठुलो छाल। र देख्न सक्नुहुन्छ यो छाल चाहिँ सबै छालै छाल हो। र म चाहिँ ठ्याक्कै जस्तो भन्छु पानीले पुरै केही गर्ने देखाउँदैन है। मैले पुछेर हाल्न खोजेको तैपनि आइसक्यो। यही आइदिन्छ पानी त लपक्कै पानी आइदिसकेको छ है त। आयो देख्न सक्नुहुन्छ उताबाट। सबैजनाले भिडियो अन्तिमसम्म हेर्नु होला है त। एकदम ठुलो भन्दा ठुलो यो मौसम चाहिँ गए रातिबाट एक्कासी यस्तो भइदिएको छ। हिजो अस्ति अलिअलि थियो भने एक्कासी यसरी भइदिएको चाहिँ हिजो रातिबाट हो। र म चाहिँ त्यहाँबाट अलिक यता डाटको पार्क भन्नेमा आएको थिएँ। यहाँनिर पनि त्यस्तै भइरहेछ कि एकदम हावाहुरी। त्यही माथि पछाडि त्यस्तै छाल छ टाउनतिरको एरियातिर र मान्छेहरू धेरै छन् यहाँनिर पनि देख्न सक्नुहुन्छ। एकदम भिडभाड छ र बाफ्रे यति बेला चाहिँ म स्मिथ बिच कोपमा छु। स्मिथ कोप बिचमा र यहाँनिर आउँदा पनि एकदम ठुलो छाल आइरहेछ। तपाईँले देख्न सक्नुहुन्छ यो एकदम ठुलो ठुलो भइरहेछ। एकदम ठुलो ठुलो। अनि उता अगाडितिर पनि देख्न सक्नुहुन्छ एकदम ठुलो भइरहेछ। उताबाट देख्न सक्नुहुन्छ कसरी उर्लेर आहा। देख्न सक्नुहुन्छ कति ठुलो ठुलो भयो पानीको ताल र छालहरू त कति उर्लेको छ, कति धेरै उर्लेको छ, कति धेरै उर्लेको छ ल देख्न सक्नुहुन्छ। ओ माई गड, कत्रो ठुलो हेर्नु त। आकाशमाथि मुडारिरहेको छ पुरै बादलबाट। कति बेला पानी फुस्कने भन्ने जस्तो भएको छ भने हेर्नु त ताल पानीको।
लास्टै धेरै र हिजो आज चाहिँ मैले कुर्सी ल्याएर आएको थिएँ बस्ने भनेर यो रातभरिमा यस्तो भएको है हिजो अस्तिसम्म त हल्का थियो आज रातभरिमा यति धेरै नै छाला आउने भइसकेको छ पुरै छाला आएको आज मान्छेहरू पनि धेरै आएको छ मेरो पछाडि देख्न सक्नुहुन्छ भिड छ भने यहाँनिर यो ग्रान्ड होल हाउस भन्ने रेस्टुरेन्ट थियो यो पनि बन्द भएछ यो छालले गर्दाखेरि आज सबै चिजहरू बन्द भइरहेछ सन्डे मेरो त त्यसै छुट्टी थियो भोलि पनि छुट्टी छ देख्न सक्नुहुन्छ यस्तो भयो भने सिपहरू आउँदा नि गाह्रो हुन्छ कि त्यही भएर एकदम बढी नै छिट्टो बन्द गर्ने गर्छ कि